आज हामीले कस्तो ब्याङ्गर गेमहरू हुन्छ नि, फ्रान्स भर्सेस सेनेगल, नर्वे भर्सेस इराक, अर्जेन्टिना भर्सेस अल्जेरिया। अर्जेन्टिनाको कुरा चाहिँ हामी अर्को भिडियोमा गर्छौँ। यसमा चाहिँ फ्रान्स र नर्वेको कुरा गरौँ है त। फ्रान्सको कुरा गर्दाखेरि चाहिँ फ्रान्सले फर्स्ट हाफमा यति बकवास गेम खेलेको थियो। सेनेगल वर द बेटर टिम। सेनेगलले यति राम्रो अट्याकहरू जेनेरेट गरिरहेको थियो। उसको फाइनल थर्डमा त्यो प्लेयरको फिनिसको क्वालिटी नभएर इन्डिभिजुअल ब्रिलियन्सको कारण नभएको कारणले गर्दा उसले ल्याग गर्नु पऱ्यो। नत्र भए सेनेगलले फर्स्ट हाफमा मिनिमममा पनि एक गोल त हान्नै पर्ने थियो। तर सेकेन्ड हाफमा उत्रिँदाखेरि चाहिँ फेरि फ्रान्स वर द बेटर टिम। सेनेगलको डिफेन्स यति ओपन थियो सेकेन्ड हाफमा आउँदाखेरि चाहिँ उनीहरूको सोल्डर डाउन भइसकेको थियो। त्यो हुँदाखेरि चाहिँ माइकल ओलिसेले चाहिँ आफ्नो क्रिएटिभिटी त्यहाँ देखाउन पायो। अनि त्यो हुँदाखेरि चाहिँ अब एम्बापेको फिनिस त छँदैछ। अनि त्यो हुँदाखेरि चाहिँ फ्रान्सले यो गेम आफ्नोतिर पार्यो। होइन भने चाहिँ फ्रान्सको गेम यति तोरी थियो फर्स्ट हाफमा चाहिँ। र नर्वेको कुरा गर्दाखेरि चाहिँ नर्वे वर द बेटर टिम थ्रु आउट द म्याच। इराकले एक गोल फर्काए पनि नर्वेले पुरै गेम डोमिनेट नै गरिरहेको थियो। हाल्यान्डले मिठो फिनिस गरिरहेको थियो। ओडेगार्डले बल कन्ट्रोल गरिरहेको थियो मिडफिल्डमा। र अर्को एउटा मन परेको